सम्पूर्णमा नमस्कार। म पारु छन्त्याल। लगभग 9:30 बजे बिहान म आज लुम्बिनीको मायादेवी परिसरमा पुगेकी थिएँ। त्यहाँ मैले आज अचम्मको एउटा कुरा देखेँ। के देखेँ भन्दाखेरि यति धेरै सङ्ख्यामा माग्ने मान्छेहरू, मगन्तीको समूह देखेँ मैले त्यहाँ। म अचम्ममा परेँ। मैले भिडियो बनाइरहँदा उनीहरूले हात ठडाइ मलाई भिडियो नबना पनि भने, आफ्नो भाषामा मलाई गाली पनि गरे। उनीहरू कहाँको मान्छे हो त्यो थाहा भएन। सोद्धा यही नेपालको हो, लोकल बासिन्दा हो भन्छ। भिडियो बनाइरहँदा यो केटी यसरी लुकी पनि रहेको छ। यिनीहरूले अलिअलि नेपाली पनि बोल्छ, तर यहाँको बासिन्दा जस्तो मलाई लागेन। तर जे भए पनि लुम्बिनीमा हामी सुरक्षित छैनौँ। कृपया तपाईहरू यदि लुम्बिनी घुम्न आउँदै हुनुहुन्छ भने गरगहना नलगाइकन आउनुहोला। यदि वृद्धा बालबालिका लिएर आउँदै हुनुहुन्छ भने अलि होसियार भएर हिँड्नुहोला। उहाँहरूलाई अलि टाढासम्म एक्लै दुक्लै बिल्कुलै नपठाउनु होला। उहाँहरूलाई गरगहना पनि नलगाइदिनु होला। किन भन्दा यो समूहले जति बेला पनि जे पनि गर्न सक्छ भने असुरक्षित वातावरण त्यहाँ मैले देखेँ। त्यही भएर आज यो भिडियो मार्फत सबैलाई जानकारी गराउन चाहेकी हो। यदि हामी लुम्बिनी घुम्न जाँदैछौँ भने यस्ता मगन्तीहरूलाई, चाहे बालबच्चा होस् चाहे बुढाबुढी होस्, कसैलाई पनि 1 रुपियाँ पनि नदिने हो भने यिनीहरूलाई प्रोत्साहनै हुँदैन। त्यसैले हामी एउटा सचेत नागरिक बनौँ, ठगीबाट बचौँ र लुम्बिनीलाई सुरक्षित राखौँ। आफू पनि सुरक्षित हौ र आफन्तीलाई पनि सुरक्षित राखौँ। धन्यवाद।